धेरैजना मान्छेहरू चाहिँ आफ्नो परिवारको प्रेसरमा परेर अथवा भविष्य सुरक्षित हुन्छ भनेर फेक म्यारेज गरेर अथवा कागजी बिहे गरेर विदेशमा जानुभएको छ। अनि विदेशमा जाने बित्तिकै चाहिँ तपाईँले सोच्नुभएको कुरा चाहिँ आफ्नो श्रीमान अथवा श्रीमतीबाट पाउनु हुँदैन अनि तपाईँको मन भाँचिन्छ। हो यस्तो कुराले चाहिँ धेरैजना नेपालीहरूलाई सताइरहेको हुन्छ। आजको भिडियोमा चाहिँ हामीले यो संवेदनशील विषयमा खुलेर कुराकानी गर्ने प्रयास गरेका छौँ। नमस्कार साथीहरू, आजको भिडियो अलिकति फरक पनि छ, संवेदनशील पनि छ, किनभने यो धेरै नेपालीहरूको सच्चाइ हो। इमेजिन गर्नुहोस् त, इमेजिन मात्रै होइन कि यो फ्याक्ट रियालिटी पनि हो। एकजना मान्छे विदेशमा हुन्छ, पढिरहेको हुन्छ, स्टुडेन्ट भिजामा विदेश गएको हुन्छ। उसले एक्लै कमाएर आफ्नो डेली एक्सपेन्सेस अनि आफ्नो युनिभर्सिटीको खर्चहरू दार्न सकिरहेको हुँदैन। उसलाई पार्टनर चाहिरहेको हुन्छ, नेपालबाट बिहे गरेर विदेश लिएर जानु पर्यो। अनि बिहे पनि कतिपय अवस्थामा कोर्टमा गएर बिहे गर्ने अथवा कतिपय अवस्थामा फेक म्यारेज गरेर लिएर गइरहेको हुन्छ। जब यहाँबाट देखेको विदेश अनि उहाँ गएर भोग्ने विदेश, त्यो त फरक हुन्छ। कल्पनाको संसार र वास्तविक संसार त फरक हुन्छ। देख्दाखेरि सपनामा के हुन्छ, राम्रो भविष्य हुन्छ, परिवार खुसी, यस्तो सबै कुराहरूले तपाईँको दिमागमा काम गरिरहेको हुन्छ। तर विदेश जाने बित्तिकै चाहिँ व्यस्तता एकदमै बढ्दो हुन्छ। श्रीमानले युनिभर्सिटी पनि जानुपर्ने छ, काममा पनि जानुपर्ने छ, तपाईँ पनि टन्न काम गर्नुपर्ने हुन्छ। भनेपछि दुईजनाको एक आपसको टाइम पनि मिलिरहेको हुँदैन, समय दिन सकिँदैन। अथवा बाहिर पुग्ने बित्तिकै इमेजिनेसन फरक हुन्छ, तपाईँको वर्ल्ड ठुलो हुन्छ। तपाईँको श्रीमानभन्दा पनि अरू कुनै मान्छेहरू अथवा श्रीमतीभन्दा अन्य कुनै मान्छेहरू मन पर्दै जान सक्छ, अन्य कुनै केटाहरूसँग नजिक हुँदै हुँदै जान सक्नुहुन्छ। अथवा अरूसँग इन्टिमेट हुँदाखेरि तपाईँलाई एकदमै मनमा सन्तुष्टि दिइरहेको हुनसक्छ। अब यस्तो अवस्थामा के गर्ने त? विदेशमा सम्बन्ध बिग्रियो भने के गर्ने? सबैभन्दा सुरुमा त हामीले के बुझ्नु पर्यो भने विदेशमा सम्बन्ध बिग्रिने तपाईँ मात्रै हुनुहुँदैन। त्यसको मतलब यो होइन कि सम्बन्ध बिगार्नुहोस्। तपाईँले सकिन्छ भने आफ्नो पार्टनरलाई धेरै वेबाट कन्भिन्स गर्ने र कम्प्रोमाइज गर्ने ट्राई गर्नुहोस्। तर विदेशमा हुनुहुन्छ, प्यानिक अवस्थामा हुनुहुन्छ, बिहान दिउँसो बेलुका अब मिलाएर काम पनि गर्नै पर्यो। पार्टनरसँग तपाईँको फिजिबल छैन त सम्बन्ध, तपाईँहरू दुईजना कम्प्याटेबल हुनुहुन्न, तपाईँहरूको बिचमा दूरी बढ्दै बढ्दै गएको छ भने अब हाताहाल गर्ने, कुटपिट गर्ने, दिनरात झगडा गर्ने काम त गर्नु भएन। नेपालमा आउँदाखेरि तपाईँहरूले कस्तो सपना देख्नुभएको थियो, विदेशमा गएपछि जीवनशैलीमा कति फरक आयो। काम गर्दै जाँदाखेरि आफूले सोचेको कल्पनाको संसार र रियालिटीमा कति फरक भयो। भावनात्मक हिसाबले पनि सोच्नु भएको छ। नेपालमा आउँदाखेरि मेरो हस्बेन्ड यस्तो यस्तो होस् भनेर आइडियल हस्बेन्ड सोच्नु भएको छ, अथवा मेरो श्रीमतीमा चाहिँ यो क्यारेक्टर हुन्छ अथवा होस् भनेर सोच्नु भएको छ भने फ्याक्ट रियालिटीमा त त्यो हुँदैन। त्यसैले विदेशमा छन् मान्छेहरू सम्बन्ध टुटिसके पछाडि एक्लोपरामा हराउने, अलिकति बढी ड्रग्सहरू खाइदिने, ड्रग्स एडिक्सन गर्न थाल्नेतिर लाग्न सक्छ। त्यसरी आफ्नो करियर, आफ्नो सपनाको संसार बिगार्ने कुरा नगर्नुहोस्। किनभने तपाईँसँग आश्रित भएर तपाईँको घरमा तपाईँको बुवा आमाले तपाईँलाई पर्खिराख्नु भएको हुन्छ। विदेशमा बसेर रिलेसन बिग्रियो भने सहज ढङ्गले तपाईँले आफ्नो रिलेसनलाई अवतरण गराउन सक्नुहुन्छ। मानव तपाईँको विदेशमै गएर बिहे भएको छ भने त्यहाँ पनि लयर हुन्छ, लयरहरू युज गरेर एक आपसी समझदारीमा तपाईँहरू सेपरेट हुन सक्नुहुन्छ। किनभने तपाईँहरू कम्पेटेबल हुनुहुन्न। नमिलिकन अगाडि बढ्नुभन्दा म्युचुअल सहमतिमै, म्युचुअल अन्डरस्ट्यान्डिङमै तपाईँहरू छुट्टिएकै राम्रो हुन्छ। यदि तपाईँ नेपालबाट बिहे गएर विदेश जानुभएको छ भने पहिला कानुनी पाटो बुझ्नु पऱ्यो कि तपाईँको श्रीमती अथवा श्रीमानसँग त तपाईँको कागजी सम्बन्ध त छ, सामाजिक नभए पनि कानुनी सम्बन्ध भएपछि भोलि नेपालमा आएर अर्को बिहे दर्ता गर्नु पऱ्यो भने त तपाईँलाई त गाह्रो हुन्छ। त्यसैले तपाईँको जुन सम्बन्ध टुट्न आँटेको छ त्यो सम्बन्धलाई चाहिँ कानुनी रूपमा पनि तपाईँहरूले छुट्याउने कोसिस गर्नु पऱ्यो। त्यसको लागि त चाहेर पनि नचाहेर पनि सँगै नेपाल आउनु पऱ्यो। नेपाल आएर कानुनी रूपमा प्रोसेस गरेर जब तपाईँहरूको म्युचुअल अन्डरस्ट्यान्डिङमा डिभोर्स हुन्छ अनि मात्रै तपाईँले बिहे गर्न सक्नुहुन्छ। यो क्षण एकदमै पीडादायक हुन्छ, तर फ्याक्ट यही हो साथीहरू, सत्य यही हो। र तपाईँले के पनि नबुझ्नुहोस् भने यो केटासँग चाहिँ मेरो लाइफ चलिरहेको छैन, अर्को आउने बित्तिकै मेरो लाइफमा चाहिँ ड्रास्टिक चेन्ज हुन्छ, अर्को केटी आउने बित्तिकै मेरो लाइफमा चाहिँ उथलपुथल हुन्छ भन्ने नसोच्नु। टाढा हुँदा कस्तो कस्तो हुन्छ, पाएपछि सस्तो हुन्छ कि रिलेसनसिपहरू। विशेष गरी तपाईँले दिमागले भन्दा पनि दिलले सोच्नुहोस्। कतिपय अवस्थामा कम्प्रोमाइज गर्ने ठाउँहरू छ भने कम्प्रोमाइज गर्नुहोस्। तपाईँको सम्बन्ध बचाउन सक्नुहुन्छ कि कम्प्रोमाइज गर्दाखेरि? के तपाईँले आफ्नो सम्बन्ध बचाउनलाई प्रयास गर्नुभयो? तपाईँले आफ्नो श्रीमान अथवा श्रीमतीलाई
के कुरामा असन्तुष्टि छ त्यो असन्तुष्टिलाई सन्तुष्टि दिलाउने कोसिस गर्नुभयो तपाईँको तर्फबाट तपाईँले ट्राई गर्नुभयो कि ट्राई गर्नु भएन के होइन बिहेको दुनियाँ पाइहालिन्छ नि केटा अथवा केटी खुट्टा भयो जुत्ता जति पाइन्छ भन्ने हिसाबले सोच्नुभयो यो त कहिले पनि राम्रो होइन यदि सकिन्छ भने आफ्नो वैवाहिक सम्बन्धलाई वैधता दिने र वैवाहिक सम्बन्धलाई बचाउने प्रयास गर्नुहोस् के थाहा तपाईँले भोलि बिहा गर्ने केटा अथवा केटी चाहिँ आजको भन्दाखेरि नराम्रो परिदिने हो कि तपाईँले अर्को चाहिँ जादुको छडी जस्तो एकदमै राम्रै पाउनुहुन्छ भन्ने त केही पनि छैन परिपक्व भएर निर्णय लिनुहोस् कि तपाईँको मनमा केही असन्तुष्टि छ भने आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहोस् तपाईँका चाहनाहरू के छन् रहरहरू के छन् दुःखहरू के छन् अनि दुईजना कम्पेटेबल हुन सकिराख्नु भएको छैन भने काउन्सिलिङ पो लिने हो कि अलिकति समय निकालेर आफ्नो पार्टनरलाई टाइम पो दिने हो कि डेट पो जाने हो कि हिजो अफेयरमा हुँदा अर्कै कुरा हुन्थ्यो भने श्रीमान श्रीमती भइसकेपछि अब हाम्रो सिनारियो चेन्ज भयो है पहिलाको जस्तो हुँदैन श्रीमान श्रीमती चाहिँ अर्कै ढङ्गले सोच्नुपर्छ भन्ने तपाईँहरूको सोच्ने स्टाइल पो चेन्ज हो कि गर्ने हो कि अनि यदि सक्नुहुन्न भने पनि दुई चार महिना छुट्टै बस्नुहोस् अनि बसिसकेपछि फेरि एक आपसको तपाईँको इम्पोर्टेन्स बुझिसकेपछि फेरि सँगै पनि बस्न सक्नुहुन्छ नि यदि सक्नु भएन भने चाहिँ अनि छलकपट नगर्नुहोस् आफ्नो कपाललाई बिट्रे गर्ने काम नगर्नुहोस् कानुनी रूपमा सबै कुरा बुझ्नुहोस् र नयाँ सम्बन्धमा जानुभन्दा अगाडि इमान्दारीपूर्वक तपाईँहरू अलग हुनुहोस् अनि त्यस पछाडि मात्रै एक आपसमा मार्ग प्रशस्त गर्ने तर इमान्दारीपूर्वक डिभोर्सको नि प्रक्रिया हुन्छ नि त मान्छे छुट्टिन्छन् भनेर नै डिभोर्स हुने होला नि त तपाईँले डिभोर्स गर्दाखेरि चाहिँ कुनै ठुलो अपराध गरेको त होइन मन मिलेन भने त डिभोर्स गर्नु त परि नै हाल्छ तर डिभोर्स गर्दै गर्दाखेरि आफ्नो पारिवारिक स्थितिहरू पनि सोच्नुहोस् तर बुवा आमाकै खुसीको लागि आफूले नचाहि आफू भित्र मरि आफ्नो सम्बन्ध जोगाउनुपर्छ भन्ने केही छैन भोलि परिवारका सदस्यहरूलाई चाहिँ तपाईँले सम्झाउन सक्नुहुन्छ तर परिवारको खुसीको लागि आफूले आफूलाई भित्र मार्ने काम चाहिँ नगर्नुहोस् तर यो कुरा चाहिँ सामाजिक रूपमा पनि अनि कानुनी रूपमा पनि एउटा जिम्मेवार नागरिक हैसियतले काम गर्नुहोस् तर यदि तपाईँ श्रीमानसँगको रिलेसनसिपमा चाहिँ हुनुहुन्छ अनि त्यही बेलामा चाहिँ थर्ड पर्सनसँग रिलेसनसिप अर्को अनैतिक सम्बन्ध गाँच्नुभयो भने त्यो चाहिँ एकदमै नराम्रो हुन्छ एकजनासँग चाहिँ तपाईँले कम्प्लिटली रिलेसनसिपलाई सेपरेट गरिसकेपछि अनि अर्कोसँग म्युचुअल रिलेसनसिपमा जान सक्नुहुन्छ वैवाहिक जीवनमा यस्ता कुराहरू उतार चढावहरू आइ नै राखेका हुन्छन् कसैलाई छलकपट गरेर बेइमानी गरेर बनेका सम्बन्धहरूको जग त्यति राम्रो हुँदैन एउटा माया गर्ने मान्छे पाउन चाहिँ साँच्चै नै भाग्यमानी हुनुपर्छ जस्तो लाग्छ तपाईँहरू दुईजना पार्टनर बिचको असन्तुष्टिको खास कारण के हो त्यसलाई सुल्झाउन सकिन्छ कि भनेर बस्नुहोस् दुनियाँलाई हँसाउने काम चाहिँ कहिले पनि गर्नु हुँदैन म्यारेज काउन्सिलरहरू पनि विदेशतिर त हुन्छन् तपाईँहरूको म्यारेज काउन्सिलरै भएन भने पनि विश्वास पात्रहरूसँग परिवारका केही कोर टिमसँग सल्लाह गर्नुहोस् विचार गर्नुहोस् विमर्श गर्नुहोस् अनि दुईजनाको असहमति चाहिँ केमा हो स्पष्ट असहमति तपाईँहरू कुरा गर्नुहोस् अनि एक आपसमा कहिलेकाहीँ ठुलो स्वरमा पनि भडास पोख्न सकिन्छ तर हातालाल गर्नुपर्ने स्थिति राम्रो पक्कै पनि होइन तपाईँले कतिपय अवस्थामा चाहिँ आफ्नो सम्बन्ध बचाउन धेरै ठुला त्यागहरू गर्नुपर्ने हुन्छ श्रीमतीले नै त्याग गर्नुपर्छ भन्ने छैन श्रीमानहरूले पनि गर्नुहुन्छ यदि नेपाल फर्केर पनि भोलि अर्को केटासँग बिहे गर्नु नै छ भने चाहिँ त्यस्तो अवस्थामा सोच्नुपर्छ अझै तपाईँको बच्चा बच्ची भइसकेको केसहरू छन् भने चाहिँ उनीहरूको खुसीको लागि पनि कतिपय अवस्थामा मिल्नुपर्ने हुन्छ हेर्नुहोस् त डिभोर्स भइसके पछाडि पनि आफ्नो बच्चाको लागि दिनरात त्यही श्रीमानलाई अथवा श्रीमतीलाई भेट्नुपर्ने अवस्थाहरू हुन्छन् कहिलेकाहीँ त विदेशको अपार्टमेन्टमा एकजना तल बसेको हुन्छ एकजना माथि अथवा एउटै अपार्टमेन्टको पनि दुईवटा कोठामा बस्नुपर्ने अवस्था आउँछ छुट्टिएर पनि अनि दिनरात त्यही मान्छेको अनुहार हेर्नु पऱ्यो भने डिभोर्स गरेको के फाइदा हो र फेरि पनि भन्छु साथीहरू जीवन कहिले पनि सरल रेखामा बग्दैन सम्बन्धमा उतार चढावहरू आउँछन् तर सबैभन्दा महत्त्वपूर्ण कुराहरू भनेको समस्याको समाधान कसरी खोज्ने भन्ने मात्रै हो यदि तपाईँको पार्टनरले गल्ती गर्नु नै भएको छ भने एक दुईचोटि चाहिँ सुध्रिने खालको गल्ती छ भने सुध्रिने मौका दिनुहोस् त्यति गर्दा पनि सम्बन्ध बचेन भने छुट्टिनु नै बुद्धिमानी हुन्छ तर छुट्टिसके पछाडि पनि नयाँ सम्बन्ध गाँच्नुभन्दा अगाडि चाहिँ एउटा हिलिङ टाइम पनि हुन्छ नि त्यो हिलिङ टाइम चाहिँ दिनैपर्छ याद गर्नुहोस् साथीहरू छोटो समयको भावनात्मक सन्तुष्टिको लागि दीर्घकालीन रूपमा तपाईँको शान्ति र मर्यादा नै गुमाउने खालको काम कहिले पनि गर्नु हुँदैन आफ्नो आत्मसम्मानमा चोट पुग्ने खालको काम नगर्नुहोस् इमान्दार बन्नुहोस् र अन्तिमसम्म यो भिडियो हेर्नुभएकोमा म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यदि तपाईँ पनि यस्तै अवस्थामा हुनुहुन्छ भने मजाले आफ्नो कुराहरू कमेन्टमा राखेर आफ्नो दिललाई ठन्डा बनाउनुहोस् अनि यो भिडियो मन पर्यो भने कृपया लाइक गर्नुहोस् सेयर गर्नुहोस् अनि
सब्स्क्राइब पनि गर्नुहोस् ल। आजलाई यति नै। अर्को भिडियोमा फेरि भेटौँला। हवस् त, धन्यवाद, नमस्कार।